आज हामी गोरखापत्रको लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर श्रृङ्खला अन्तर्गत 2082 पुस 16 गतेको गोरखापत्र अध्ययन गर्न गइरहेका छौँ। लोकसेवाले गोरखापत्रबाट जिके र समसामयिक बढी सोध्ने हुँदा टिपोट गरेर राख्नुहोला। सुरु गर्नु अघि सबैजनाले भिडियोलाई एक लाइक पनि गर्नुहोला। नम्बर 1 मा दिएको छ लुम्बिनी प्रदेशलाई साक्षर प्रदेश घोषणा कहिले गरिएको भनेको छ। यसको सही उत्तर चाहिँ पुस 13 सम्झिहाल्नु होला। यही वर्षको 2082 को पुस 13 गते यो सोध्न सक्छ र यसको पढ्नुपर्ने कुरा के हो, म्याक्सिमम इम्पोर्टेन्ट तपाईँलाई 5वटा कुरा भन्न गइरहेको छु, त्यो कुरा चाहिँ एकदम ध्यान दिएर हेर्नु होला। जस्तै प्रदेशमा 15 देखि 16 वर्ष उमेरका समूहको औसत साक्षरता दर 96.1 छ। हेर्नुहोस्, लास्टमा 6 भएको दुईटा सम्झिन पनि सजिलो छ। प्रतिशत पुगे पश्चात साक्षर प्रदेश घोषणा गरिएको भनेको छ र हालसम्म 5वटा प्रदेश साक्षर घोषणा भइसकेका छन् है त। जुन चाहिँ यसरी रहेको छ। बागमती प्रदेश चाहिँ सबैभन्दा पहिले 78 असोज 11, त्यसपछि 78 असोज 24 मा भएको छ गण्डकी, त्यसपछि 78 पछि 79 मा एकैचोटि कहिले भएको छन् भदौ 23 गते कोशी प्रदेश भएको छ भने 82 मा दुईटा प्रदेशहरू चाहिँ असार 12 मा चाहिँ सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश चाहिँ पुस 13 मा। तपाईलाई योबाट जोडा मिलाउन सोध्न सक्छ, सबै कुराहरू याद गर्नु होला है त। अब हालसम्म मुलुकमा चाहिँ कतिवटा 68 वटा जिल्ला साक्षर घोषित भएका छन् भनेको छ भने 68 औं जिल्ला चाहिँ कालीकोट। हेर्नुहोस् त, लास्ट जिल्ला सम्झिने, पहिलो जिल्ला सम्झिने। पहिलो जिल्ला अघिल्लो भिडियोमा मैले तपाईँलाई भनिसकेको छु। त्यस्तै पहिलो साक्षर जिल्ला चाहिँ सिन्धुपाल्चोक, यही पनि दिएको रहेछ। हेर्नुहोस् 2071 असार 2 गते भएको छ भने यो अहिलेको चाहिँ लागि चाहिँ अन्तिम कुन भएको छ 68 हो चाहिँ कालीकोट भएको छ। योभन्दा पछि पनि हुँदै गर्छ, तपाईँले त्यो कुरा अपडेट भएर बस्नु पर्यो है त। र पहिलो पूर्ण साक्षर घोषित जिल्ला भनेको चाहिँ ललितपुर रहेको छ, जुन चाहिँ 71 असार 9 गते। असार 2 मा चाहिँ सिन्धुपाल्चोक साक्षर घोषित जिल्ला चाहिँ पहिलो पूर्ण साक्षर गरी दुईटा छ है। यहाँ तपाईँले कन्फ्युजन, पहिलो साक्षर जिल्ला र पूर्ण साक्षर जिल्ला छ है। तपाईँले यो कुरामा कहिलेकाहीँ कन्फ्युज हुनुहुन्छ, कन्फ्युज नहुनु होला। हालसम्म कुनै पनि जिल्ला साक्षर घोषित नभएको प्रदेश चाहिँ मध्य प्रदेश हो। मध्य प्रदेशमा अहिलेसम्म एउटा जिल्ला पनि के भएको छैन, साक्षर जिल्ला। पूर्ण साक्षरको त कुरै छोड्नु, साक्षर जिल्ला पनि घोषित भएको छैन। यो कुराहरू तपाईँले एकदम महत्त्वपूर्ण हुन्छ, टिपेर राख्नु होला। शिक्षक सेवा तयारी गर्ने झन् सबै कुरालाई बढी गर्नु होला भने लोक सेवा तयारी गर्नेले हाइलाइटेड कुराहरूलाई चाहिँ बढी ध्यान दिनु होला है त। यसैगरी 2 मा दिएको छ। हेर्नुहोस् त, करदाता सेवा प्रदान गर्ने पहिलो स्थानीय तह कुन हो भनेको छ। यसको सही उत्तर चाहिँ केराबारी गाउँपालिका मोरुङले गरेको छ। यसको तपाईँले थाहा पाउनु पर्ने चाहिँ डेट हो, पुस 9 गते गाउँपालिकाको सभा हालमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गरिएको भनेको छ, जहाँ चाहिँ को जानुभएको थियो, अर्थमन्त्री रामेश्वर खनाल भनेर तपाईँले यसो थाहा पाउनुपर्ने कुन ठाउँ हो, कुन स्थानीय तह हो र डेट कुन हो, त्यति थाहा पाउनु पर्यो। बाँकी तपाईँले पढ्न पर्ने छैन है त। जस्तै आन्तरिक राजस्व कार्यालय एउटा दिइने सेवा गाउँपालिकाबाट सुरुवात भएको भन्छ। आन्तरिक राजस्व कार्यालय छ नि, राजस्व कार्यालय, राजस्व अधिकृतहरू बस्ने कार्यालय अब चाहिँ कहाँ हुने भयो भने गाउँपालिकाबाट प्रदान गरिने भयो है त। गाउँ गाउँमा करदाता सेवा सुरु भएपछि करदाताको लागत समय र झन्झट घट्ने विश्वास गरिएको छ भन्छ। कहिलेकाहीँ यो कुरा रिटर्नमा लेख्न सके तापनि तपाईँले योबाट इम्पोर्टेन्ट भनेको डेट मात्रै हो, बाँकी कुरा तपाईँले पढ्दैन है त। नम्बर 3 मा राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ भनेको छ। एकदम इम्पोर्टेन्ट दिवसहरूको छुट्टै नोट बनाउनु होला भनिराखेको छु। यसको सही उत्तर चाहिँ पुस 15 रहेको छ भने विक्रम सम्वत 2082 पुस 11 गतेको मन्त्री परिषद बैठकद्वारा यस सम्बन्धी निर्णय गरिएको भन्छ है। र मन्त्रालयका अनुसार हाल नेपालका कति 70 जिल्लामा व्यावसायिक रूपमा च्याउ खेती गर्ने गरिएको भनेको छ हैन। यो पनि तपाईँहरूले यो गर्नुपर्ने हुन्छ है त, याद गर्नुपर्ने हुन्छ कतिवटा के छ भन्ने कुरा। सबैभन्दा मेन कुरा चाहिँ पुस 15 तपाईँले छुटाउनै भएन है त। विभिन्न 70 जिल्लामा च्याउ खेती विस्तार भएको भन्छ। कतिवटा जिल्लामा विस्तार भएको, कति जिल्लामा फल्न सक्छ भन्ने कुरा, यो कुरा चाहिँ अलिकति सोध्ने टाइपको क्वेसन होइन है। यो कुरालाई इग्नोर गर्नु होला तपाईँहरूले। च्याउ खेतीमा आबद्ध किसान चाहिँ 35,000 रहेका छन्। यो पनि एक्ज्याक्ट डाटा होइन, एक्ज्याक्ट डाटा कहिलेकाहीँ सोध्न सक्छ। एक्ज्याक्ट डाटा तपाईँहरूले यो पढिराख्न परेन, करिब भनेर कहिलेकाहीँ लेख्न चाहिँ सकिन्छ है त। नम्बर 4 मा 19औं संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव 2082 मा हात्ती सुन्दरीको उपाधि जित्ने हात्ती कुन हो भनेको छ। यसको सही उत्तर चाहिँ पुनमकली है। थाहा पाइसक्नु भएको छ, हात्तीमा जित्ने, हात्तीको सुन्दरी प्रतियोगिता जित्ने चाहिँ को रहेछ, पुनमकली भएको छ। अब पुनमकलीले कुल 300 पूर्णाङ्कमा 250 अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको भनेको छ। यो अङ्कहरू चाहिँ याद गर्नु र कहिलेकाहीँ यस्तो कुरा हामीले अनएक्सपेक्टेड सोधिदिन्छ है। यस्तो कुरा तपाईँले याद गर्नुपर्ने हुन्छ। अन्तिम दिन हात्तीको पिकनिक, हात्तीको पूजा र हात्तीको फुटबलको फाइनल प्रतिस्पर्धासँगै महोत्सव समापन गरिएको भने विभिन्न क्याटेगोरी हुन्छन्, त्यो गरेर समग्रमा उसले नम्बर चाहिँ 250 नम्बर ल्याएको छ। बाँकी कुरा तपाईँले पढ्नु पर्दैन। कसले जित्यो, पुनमकलीले, पोइन्ट कति आयो 250, त्यो थाहा पाइदिने है। बाँकी कुरा चाहिँ अब तपाईँले थाहा पाउनुपर्ने एउटा चाहिँ सिङ्गल पेनल्टी लिग टुर्नामेन्ट भएको छ। जस्तै हात्ती तपाईँले कहिलेकाहीँ टिकटकतिर फेसबुकतिर देख्न सक्नुहुन्छ। हात्ती चाहिँ फुटबल पेनल्टी सुटआउट भएको थियो। यो लक्ष्मीकली प्रथम भयो कि भन्न भनेको छ। योमा चाहिँ लक्ष्मीकली कहिलेकाहीँ हेर्नु होला फुटबल टुर्नामेन्टको चाहिँ। नम्बर 5 मा नेपाल प्रहरीले हाम्रो प्रहरी अभियानको सुरुवात कहिले गरेको हो भनेको छ। कहिलेकाहीँ तपाईँले यो सोधिदिन सक्छ। यसको सही उत्तर चाहिँ 2082 पुस 13 हो। तपाईँले सुरक्षा निकायको तयारी गरेको मान्छेलाई झन् यो बढी इम्पोर्टेन्ट हुने गर्छ है त।
जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा कार्यक्रम शुभारम्भ गरिएको भन्छ। यो कसको आयोजना त सोध्दैन, तर डेट चाहिँ सोध्न सक्छ योबाट है। यसरी नम्बर 6 मा दिएको छ स्मार्ट सहर योजना र विकास सम्बन्धी राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो भन्छ। यो चाहिँ तपाईँ रिटर्नको लागि बेस्ट हुन्छ। यो चाहिँ 2082 कार्तिक 16 देखि 17 सम्म काठमाडौँमा भएको थियो र घोषणापत्र जारी यहाँसम्म भएको छ। डेट थाहा पाइहाल्ने। नम्बर 7 मा संयुक्त राष्ट्र सङ्घद्वारा इन्टरनेसनल डिकेड फर सस्टेनेबल डेभलपमेन्टका सस्टेनेबल डेभलपमेन्टका रूपमा घोषणा गरिएको अवधि कुन हो तपाईँले थाहा छँदैछ। 2024 देखि 33 सम्मको लागि गरिएको छ, 10 वर्ष छ। अब युएनओद्वारा सन् 2018 देखि 27 को दशकलाई चाहिँ डिकेड अफ दि इराडिकेसन अफ पोभर्टीको रूपमा घोषणा गरिएको थियो। पहिला चाहिँ यो पोभर्टी हैन मिटिगेसन गर्न यो गरिएको थियो भने 24 देखि 33 सम्मको तपाईहरुले सोध्न सक्छ। डिकेड भनेको 10 वर्षको अवधि डिकेड भन्छ है। डिकेड फर सस्टेनेबल डेभलपमेन्टको रूपमा राखेको छ। तपाईलाई रिटर्नको लागि पनि कहिले भोकमरीमा हैन त्यस्तो कुरामा लेख्न सक्नु भने यो बेस्ट हुन्छ है। नम्बर 8 मा सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले हिमाल सफा राख्ने सम्बन्धी कार्ययोजना बनाएको छ, जुन चाहिँ 2082 देखि 86 कहिले स्वीकृत गरेको भन्छ। यो चाहिँ 82 मङ्सिर 28 गते स्वीकृत गरेको छ। कहिले के हिमाल सम्बन्धित लेख्दाखेरि तपाईलाई रिटर्न पेपरमा काम लाग्छ, बाँकी चाहिँ फर्स्ट पेपरमा यस्तो प्राय सोध्दैन है। यस्तो कार्यविधिहरू यस्तो कार्ययोजना पास गरेर अहिलेसम्म सोधेको देखिँदैन है। यो कुराहरू नपढ्दा हुन्छ तपाईँहरूले। यो कुरा अरु रिटर्नको लागि बेस्ट बनाउँछु भने चाहिँ तपाईहरु पढ्न सक्नुहुन्छ, नत्र यो त्यति इम्पोर्टेन्ट मानिँदैन, यसलाई नलेख्नुस् है त। नम्बर 9 मा पूर्व उपप्रधानमन्त्री बद्री प्रसाद मण्डलको निधन कहिले भएको भनेको छ। यसको सही उत्तर चाहिँ पुष 8 गते भएको छ। तपाईहरुले याद राख्न सक्नुहुन्छ। यो उपप्रधानमन्त्री मात्रै भएको हुनाले त्यति फेमस चाहिँ मानिँदैन है त। यो त्यति अब कहिले उपप्रधानमन्त्री भएको यो सबै राजनीतिज्ञहरुको यो पोसिबल हुँदैन। नम्बर 10 मा दिएको छ अन्तर्राष्ट्रिय टी20 क्रिकेटमा एकै ओभरमा 5 विकेट लिएर नयाँ कीर्तिमान कायम भएको छ। यो चाहिँ तपाईले याद गर्नु होला। यो चाहिँ गेदे प्रियन्दाना जो इन्डोनेसियाका है। सन् 2025 डिसेम्बर 23 मा कम्बोडिया विरुद्धको खेलमा सो कीर्तिमान कायम भएको भनेको छ। नाम के छ? गेन्दे प्रियानन्द। अब तपाईले हिन्दी हेर्नुहुन्छ भने गेन्दबाज बल्लेबाज भन्छ, त्यसरी सम्झिन सजिलो। गेन्दे भने बोल हो। यसरी पनि नाम त कहिले हेर्न सक्नुहुन्छ। एक ओभरमा 6 वटा बल फालिन्छ भने 5 वटा बल चाहिँ उसको विकेट भएको थियो है त। नम्बर 11 मा खुसीको कुनै चाबी छैन किनकि यसको ढोका कहिले बन्द हुँदैन भन्ने व्यक्तित्व को हुन् भनेको छ। यसको सही उत्तर चाहिँ मदर टेरेसा हुन्। तपाईले पढि पनि सक्नुभएको हुन्छ है। 12 मा नेपाल बीएफएसआई शिखर सम्मेलन 2025 कहिले सम्पन्न भयो भन्छ। सही उत्तर चाहिँ 2025 डिसेम्बर 19 मा काठमाडौँमा भएको छ। डेट बाहेक अरु याद नगर्नुस्, त्यति इम्पोर्टेन्ट मानिँदैन है त। अब नम्बर 13 मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस कहिले मनाइन्छ भन्ने भन्छ। सही उत्तर चाहिँ डिसेम्बर 18 को दिन मनाइन्छ। कहिलेकाहीँ तपाईलाई बसाइसराई सम्बन्धी कुराहरुबाट सोध्न सक्छ है। सन् 2025 को नारा चाहिँ याद गर्नु होला, श्रम आप्रवासनको। अब यो तपाईले के गर्न पर्यो भने म तपाईलाई भन्छु कुनै पनि दिवस छ भने हेर्नुस् है, कुनै पनि दिवस छ भने त्यसको एउटा डेट थाहा पाउने है। डेट भनेको कहिलेदेखि मनाउन थालियो र त्यसको नारा, लेटेस्ट नारा, जस्तै 25 को नारा थाहा पाउनु पर्यो है। अब यो नारा चाहिँ तपाईहरुले याद गर्नु पर्यो, दुईटै कुरा है। नम्बर 24 मा पोखरा महानगरपालिकाद्वारा स्थापना दिवसको अवसरमा पोखरेली नवरत्न अवार्डबाट सम्मानित पुसमा है 2082 पुसमा हुने व्यक्तित्व को हुनुहुन्छ भनेको छ। सही उत्तर चाहिँ धेरैजना, चन्द्रकान्त बराल, नेपथ्यका अमृत गुरुङ भएका छन्। तपाईले नेपथ्य ब्यान्ड थाहा पाउनु होला। उद्योगपति चन्द्र कृष्ण कर्मचारी लगायत धेरैवटा छ। यो तपाईले याद गर्नु, सबैको नाम कुन भएन भन्छ। कहिलेकाहीँ गण्डकी प्रदेशतिरको तपाईहरुले लोकसेवा तयारी गर्दा यो सोध्न सक्छ है। अब अरुलाई चाहिँ यति त्यति इम्पोर्टेन्ट लाग्दैन मलाई यो है त। पुरस्कार लागि राशि अब तपाईहरुले नपढ्नुस्, पहिलेदेखि भनिरहेको छु, राशि आवश्यक छैन। नम्बर 15 मा एनएसएसएफ 13औं किन्डर ओलम्पिकको उद्घाटन कहिले गरिएको भन्छ। यसको सही उत्तर चाहिँ विक्रम सन् 2082 पुस 12 मा त्रिपुरेश्वरीका दशरथ रङ्गशालामा सभामुख देवराज घिमिरेद्वारा ओलम्पियन कमल बहादुर अधिकारीलाई किन्डर ओलम्पिकको टर्च हस्तान्तरण गरी उद्घाटन गरिएको भनेको छ। यो कहिले गरिएको के गरिएको भन्ने कुरा थाहा पाउनु पर्यो। योमा कसले के गर्यो भन्ने कुरा इम्पोर्टेन्ट छैन, यसको डेट मात्रै पढ्नुस् है, बाँकी नपढ्नुस्। नम्बर 16 मा ग्लोबल हिरो अवार्ड 2025 बाट सम्मानित हुने नेपाली को हुन् भनेको सही उत्तर चाहिँ कुलमान घिसिङ। अब कुलमान घिसिङको नाम चाहिँ राजनीतिमा आएको हुनाले झन् फेमस भएको छ, सोधिदिन सक्छ, याद गर्नु होला है। नम्बर 17 मा सावणी नामक औपन्यासिक कृतिका लेखक डाक्टर श्रीधर खनाल हुन् भने हिउँको गीत नामक उपन्यासका लेखक को हुन् भनेको छ। यसको सही उत्तर चाहिँ तीर्थ गुरुङ हुन्। तपाईले याद गर्नु होला। नम्बर 18 मा थाइल्यान्ड र कम्बोडिया बीच युद्ध विराम गर्ने सहमति कहिले भएको भन्छ। यसको सही उत्तर चाहिँ 2025 डिसेम्बर 27 भन्नु होला। धेरै मान्छे मरेको थिए है। यो त्यसो हुँदा यो कहिलेकाहीँ यो के भएको थियो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ। यस्तो यो न्युज जस्तो भयो, यसको चाहिँ डेट मात्रै थाहा पाउनु होला, बाँकी कतिजना मर्यो कहिले पनि सोध्दैन। यस्तो खालको तपाईले जरुरी छैन है त हेर्न। 18 नम्बरको। नम्बर 19 मा दिएको छ हेर्नुस्,
निर्वाचन आयोगले विक्रम संवत 2082 फागुन 21 गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने खर्चको सीमा कति तोकेको छ भने एउटा उम्मेदवारले कति भनेपछि रु 25 देखि 33 लाखसम्म। हेर्नुहोस् है, 25 देखि 33 लाखसम्म भन्ने भयो। अब यो भित्र इलिगल रूपमा कति गर्छन् हामीलाई थाहा हुँदैन, तर लिगल रूपमा यति गर्न पाउने भयो है। आयोगले चाहिँ 165 निर्वाचन क्षेत्रलाई 5 वर्गमा विभाजन गरेको र 25 लाखदेखि अधिकतम गति 33 लाखसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको भन्छ। यो चाहिँ याद गर्नु होला। यदि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला। भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यदि राम्रो लागेमा एक लाइक पनि गर्नुहोला।